साथीहरु नमस्कार, म हुँ निरज धामी। फेरि पनि तपाईलाई स्वागत छ मेरो फेसबुक पेजमा है। फेसबुक मोनेटाइजिङ सम्बन्धी नयाँ सिस्टम लागू भएको छ, नयाँ क्राइटेरिया दिएको छ, त्यो सम्बन्धी देखाउँदैछु। आउनुहोस् है, र भिडियो हेरेर लाइक शेयर कमेन्ट गर्न नभुल्नुहोला। आउनुहोस् हेर्नुहोस् है। भनेको छ 1 देखि 5 सम्म क्राइटेरिया दिएको छ। यो क्राइटेरिया पूरा गर्नुपर्ने हुन्छ। यो क्राइटेरिया तपाईलाई देखाउँदैछु, हेर्नुहोस् है। पहिलो क्राइटेरिया छ 18 वर्ष पूरा भएको हुनुपर्ने छ। दोस्रो एरिया छ जुन देशमा मोनेटाइजिङ अभाइलेबल छ त्यो देश सिलेक्ट भएको हुनुपर्ने छ, त्यो ठाउँको हुनुपर्ने छ, रेसिडेन्ट छ हैन। अनि तेस्रो भनेको छ पेज अफ प्रोफाइल मिनिमम 30 दिन चलेको हुनुपर्ने छ। अनि अर्को भनेको छ यहाँनिर फेरि अलि डिफरेन्ट छ। हैव यु पेज प्रोफाइल फर एट लास्ट 30 डेज भन्छ, फेरि पोस्ट एट लास्ट 3 रिल चाहिँ लास्ट 90 डेज हुन्छ। यो अलिकति कन्फ्युजिङ छ, तर पनि 3 वटा रिल मिनिमम 90 दिन चलेको हुनुपर्ने भनेको छ। अनि अर्को आएको छ हैव लेस 10,000 फलोअर्स, मिनिमम 10,000 फलोअर्स हुनुपर्छ भन्छ। अनि त्यस अर्को चाहिँ आएको छ गेट एटलिस्ट 150 युनिक भ्युज, मिनिमम 1.5 लाख भ्युज आउनु पर्यो 28 दिनमा, त्यस्तो भनेको छ क्राइटेरिया। र जसले यो क्राइटेरिया पूरा गरेको छ उसको फेसबुक मोनेटाइजिङ हुन्छ र मोनेटाइजिङ भइरहेको छ हैन। जसको यो एरिया क्राइटेरिया पूरा भएको छैन उसको चाहिँ मोनेटाइजिङ हुन अलि गाह्रो छ, टाइम लाग्छ है। यति नै हो।